ल म यहाँ छोडिदिन्छु नेटै चलेको छैन राखेको त नेटै चलेन खै नेट कसलाई कहाँ हालेको थियो कौन भाइ दिएको राखेको दुनियाँले चलाएको अनि कहाँ हुन्छ नेटले काम गर्दैन सुत्न अब त निदर लाग्नु पर्यो नि
एक दियो, दुई दियो, तिन दियो भनेर चाहिँ नि मुठी दिन्छौँ। यो मुठी तपाईँहरूले ज्वाइँ राजाहरूले 3 दिनसम्म सिरानीभित्र राख्ने हो। त्यहाँ तपाईँहरूको सपनामा के लेखिन्छ होइन, भोलि जे गर्ने नगर्ने यहाँबाट थाहा हुन्छ क्या हो। त्यस कारण त्यो चाहिँ नकार्ने कुरा नगरौँ, एकदम राम्रोसँग जो काटौँ। भोलि हाम्रो सबै हाम्रो छोरी जमाइ त बेसी राम्रो चाहिँ भएको छ, एकदम राम्रो फलोस् फुलोस् भनेर चाहिँ फलेछ भने चाहिँ सुन्न पाऊँ भनेर चाहिँ तपाईँलाई मुठी दिँदैछ बाबाहरूले। त्यो मुठी तपाईँहरूले दिनु होला। र यति भन्दै बाबाहरूले कान्छा भाइ नभएको कारणले ठुलोले तपाईँलाई दिँदैछन्। तपाईँले पनि भोलि त्यही नै सुन्नु होला कि भोलि मेरो छोरीलाई, मेरो पनि छोरी हो, यो दुइटै मेरै छोरी हो, भाइको छोरी मेरो पनि छोरी हो, हामी एकै घरको परिवार हो। कुनै किसिमले चाहिँ हेर्नु गरेछ भने भोलि यो सबै यो छोरीहरू रुन आउने मैसिम हो। हेर्नुहोस् है तपाईँ राजाहरू, त्यो चाहिँ सुन्न नपरोस्, राम्रो होस् भने चाहिँ अब बुवाहरूले 1 दियो, 2 दियो, 3 दियो भने चाहिँ मारे पाप पाले पुण्य होइन, मारे पाप पाले पुण्य 1 दियो, 2 दियो, 3 दियो भने चाहिँ त्यहाँ रुमालमा हालिदिनु पर्छ। 1 दियो, 2 दियो, 3 दियो, मारे पाप पाले पुण्य, मारे पाप पाले पुण्य 1 दियो, 2 दियो, 3 दियो।